बुढी मलाई त्यहाँ क्यामेरामा देखेछ। हामी त काम गर्दै पो छौँ, मकै गर्दै दर्शकबिनहरू एकदम सर्लक्कै लाएर एकदम लोकल स्टाइलमा हामी कामसाम गर्दैछ। बुढी यो काटा त हामी काम गर्दैछौँ दर्शकबिनहरू। के गर्ने बुढीसँग सल्लाह गर्दैछ दर्शकबिनहरू। अब दुईटा छोरा भयो, बुढी के गर्ने होला। अब हेर्नुहोस् छोरी त चाहिन्छ अब है, छोरी अब के गर्ने, हाम्रो नाम बसोस् क्या जे जस्तो भयो भने एउटा। अब छोरी जन्मिँदाखेरि चाहिँ ठ्याक्कै कालो बादलको बुढीले मकै गर्दा एउटा छोरी बनियो भनेर चाहिँ खबर होस् भनेर दर्शक उहाँहरूको उहाँमा होइन, मकै घारीमा कालो बादलले छोरी चाहिँ सलक्क लाएर या वैशाखको आज 29 गते